हामी आदरणीय महानुभावहरू सीतामाई मन्दिरको दिव्य दर्शन गऱ्यौँ। वास्तवमा यो अत्यन्त पवित्र रहेछ भन्ने कुरा त्यहाँको परिदृश्य हेरिसकेपछि हामीलाई अनुभूत भयो। जब घडीमा 5 बज्छ यो गेटबाट हामी भित्र जान पाउँदैनौँ। त्यसको कारण पनि जङ्गली जनावरले कतै मानिसलाई आन्तरिक र बाह्य पर्यटकलाई अप्ठ्यारो पार्न सक्छ भनेर बन्द गरिदो रहेछ। यो मूल गेट तपाईँ देख्नु भएको छ नि, जहाँ छितामाई छत्री पुल, छितामाई धार्मिक तथा पर्यटकीय क्षेत्रमा हार्दिक स्वागत छ भनेर लेखिएको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। कि हामी भरतपुर आइसकेपछि यस्तो दिव्य ठाउँमा आउन पायौँ जहाँ साक्षात् धामको दर्शन कति सय वर्ष पुरानो त्यो भनेरै साध्य छैन। यो प्राचीन धामको हामीले दिव्य दर्शन गर्न पाउँदा हामी सबै गदगद बन्यौँ। यो दृश्य यहाँ हेर्न सक्नुहुन्छ। बेलसहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत यो जङ्गल पर्छ। यो सामुदायिक उपभोक्ता समूहले यो जङ्गलको रेखदेख गर्दछ, जहाँ विभिन्न प्रकृतिका वन्य जन्तुहरू यहाँ रहेका छन्। अर्कोतर्फ जहाँ बोटिङको व्यवस्था राप्ती नदीमा आनन्दले बोटिङ खेल्न पाइन्छ, तर हामी सन्ध्याकालीन समयमा आएको कारणले गर्दाखेरि आज बोटिङ गर्ने अवसर भने हामीले पाएनौँ। कुनै दिन आएर अवश्य पनि राप्ती नदीमा हामीले बोटिङ गर्ने अवश्य पनि अवसर पाउनेछौँ। विशेष यहाँलाई म आग्रह गर्दछु, यो पुलबाट पारी गएर सीतामाई भगवतीको आमाको दर्शन गर्न नभुल्नुहोला। पुलबाट पारी गइसकेपछि अत्यन्त आकर्षक दृश्यहरू देखिन्छन्। रुखका जरालाई यसरी सिँगारिएको छ, हेर्नुहोस् त, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नका निम्ति। र सँगसँगै थारू समुदायको मौलिक संस्कृतिलाई झल्काउने खालका यी परिदृश्यहरू पनि यहाँ देखिन्छन्।